ल सुरु हो आज चाहिँ खुकुरीले ल आज त कहाँ अन्त गोर्खे हो ल ल 1 2 3 Happy birthday to you. Happy birthday to you. Happy birthday dear Laure. Happy birthday to you. औरी कोले राउँदैछ ना जहिले पनि बम पड्किने वसेको रहेछ औरी कोले राउँदैछ जहिले पनि नपड्किने बन्दुक पड्यो केही भएन अब तेरा दुलो पारिकन निकाल यस्तो हाउडीकोले एउटा काम तिमीलाई गर्नु पठाएँ मैले हो पड्क्यो ल ए पहिला केक खिलाउनु पर्छ यो एकदम हिजो आपालाई खिला केक खिलाउनु पर्यो केक त खिलाउनु पर्यो सानो अब बडे भाइले नखाइ त अब अरूले खानु भएन ह्यापी बर्थडे ह्यापी बर्थडे टु यु थ्याङ्क यू जन्मदिन मुबारक होस् उसलाई होइन हुन त उसको बर्थडे अस्ति नै थियो है यो चाहिँ बिलेटेड बर्थडे उसको किनभने ऊ चाहिँ अब उसको काममा व्यस्त थियो हामी पनि अलिक व्यस्त थियो अब हामी व्यस्त हामी गर्नु पनि सक्थ्यो तर उसको पनि कतिवटा अब हुन्छ नि आफ्नो आफ्नो परिस्थितिले गर्दाखेरि आज हामी यसरी खुसी मनायौँ आज हाम्रो बिचमा हाम्रो यो दोस्रो ती सधैँ हामी गाना गाउँथ्यौँ मिस्टर बबिदा है उहाँ पनि आफ्नै कामले एकदम अहिले बिजी हुनुहुन्छ तर उहाँले एकदम फोनहरू गरेर अस्ति नै उयसहरू गरिसक्नु भएको छ है उहाँलाई पनि एउटा सानो भिडियो पठाइदिनु है क्लिक भन्नुभएको छ उसले पठाइने होला अविरलले होइन या एकदम खुसी छ एकदम धन्यवाद छ लु कसकोबाट सुरु गर्नु आपाकोबाट सुरु है लु भन्नु पर्यो अब मैले चाहिँ होस् नगर्नु पर्दैन मासु भात खाउँ रेस्ट गरौँ भनेको काट्नै पर्ने नभए हुँदैन अरे ल त भने मैले कम्बर सम्बर पुरा टाइट गरेर आएको आज काटिदिइहालेँ थ्याङ्क यू सबैजनालाई टिमलाई ल आपाकोबाट सुरु हो त्यहाँबाट जानु सबैजना आशीर्वाद थाप्नु फेरि किङको रहेछ टोपी हो ल लौरे ल ह्यापी बर्थडे टु यु एक वर्ष अब बुढो भयो धन्यवाद बुढो भयो नि एक वर्ष त यङ पो होला तिमीहरू त भाउजू लाउनु हुँदैन बुढो हुँदै जान्छ झन् तिमीहरू त ए ताली 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 धन्यवाद धेरै धेरै ल अब त आयो म हो अब मैले लाउनु पर्यो नि खदा एउटा त्यही हो दिनुहोस् बुढो हुँदा पनि निकै पाउँछ महिना भाउ छ नि हो बुढो हुँदा एक वर्ष उमेर घट्दा पनि इज्जत हुन्छ नि धन्यवाद ह्यापी बर्थडे टु यु एकदम धन्यवाद जाममा माया छ ल लगाइदिनु पर्यो अहिले मेरो भाइले सधैँ खुसी बस्नु रोग कष्टहरू नलागोस् अनि यो चाहिँ भाउजू र मेरोबाट सानोबाट तिमीलाई गिफ्ट यो पनि एकदमै दुःख गरेर खुन पसिना एक गरेर कति दिन मेरो लौरेको बर्थडे छ भनेर यसरी नै जोगाएर राख्छु क्या म कविताको बर्थडेमा पनि साथीभाइको बर्थडे छ भनेर यो राखेर राखेर ढुडी पर्ला जस्तो भयो होला तर पनि यो चिजै छ खुसबु छ एकदम धन्यवाद छ मेरो भाइ ह्यापी बर्थडे काका बढी काकाहरू अब के चाहिँ छ गिफ्ट त अब हेर्नु पर्यो होला नि त खोलखाल गरेर ल भाउजू के ए भयो त्यत्तिकै ल पहिलामा भाउजूको खोल्नु पर्यो ब्लाङ ब्लुङ बार्नै पर्यो नि म हाम्रो उयसलाई पनि देखाउनु पर्यो परिवारलाई पनि त के छ भनेर होइन ल अनबक्सिङ गर्दै मैले ल हुनु पर्यो ए अनि हजुरहरूलाई एकदमै अर्किडहरू चाहिन्छ भने यहाँनिर थरी थरीको अर्किडहरू छ यो अर्किड नाम के हो त यो ग्राउन्ड अर्किड भन्ने ग्राउन्ड अर्किडहरू यो चाहिँ होइन योहरू चाहिन्छ कति रुपियाँ यसको दाम चाहिँ दामहरू त अब दाम मिलिहाल्छ यो छ हो बसन्त स्पेशल डिस्काउन्ट वाउ के आयो मलाई चाहिँ अब यो चाहिँ एकदम चाहिने चिज हो यो चाहिँ अब टक्कै हुन्छ टुरमा गाडीमै अब लौरेको हो नि त खुकुरी मात्रै इस्तेमाल गर्नु पर्यो नि त लौरेको हो त्यो बर्थडे खुकुरीले
वाह के दामी दामी छ भित्र पनि ओहो लगेपछि टुर जान्छ मैले अस्ति झन्डै किनेको थिएँ अँ तर अहिले किन्दिनँ भनेको पार्टी थिएँ भइहालोस् भनेर आउँछ होला भनेर क्या आइहालेछ ल धन्यवाद छ भाउजूबाट अब हेर्ने केही छैन लरे यस्तै हो दाजु जति घाँटी हेरेर हड्डी निल्नु पर्यो होइन वाह बनाइन्छ त बस फेरि ठिक छ। सबैलाई टिमलाई हेर्न बनाइन्छ कि बस आपा अन्त हिजोको चिया र त्यो सुपले ढाडको हड्डी कस्तो भयो हड्डी अहिले ठिक हुँदैछ 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 राति कम्बर चल्यो कि चलेन आफै खै निन्द्रामा चालै चाल नपाएर त्यतिको भएको त अन्त राति चल्यो त्यो निन्द्रामा क्या ठिक छ यहाँ सबै हाल्नु यो चाहिँ अब कसको बर्थडे आउँछ त्यति बेला फेरि चाहिन्छ यो चाहिँ मुकुट हो नि त यहाँ छ नि त यहाँनिर इउँहरू यहाँ छ नि त यो इउको एकदम दाम छ नि त अहिले त्यो लकरमा हालिहाल्नुपर्छ है नभए आउँछ है हिउँ चोर्नुको लागि उनीहरूको मुकुटको ल हाम्रो बर्थडे सक्यो है यसरी नै हामीले खुसी मनायौँ होइन त्यस्तै हो कुराकानी अनि केक हामीलाई खिलाइदिँदैन सानो सानो केक त खानै पर्यो त अन्त यसले खिलाइदिन्छु ल यहाँ सानोबाट हेर हातले हो ढुकै छु कहाँ टुक्यो म ओ के गा ल सानो सानो भन्छ त्यो दाजुले सिधै छुरीले खिलायो हातमा गेला हात धुको थियो हात धुको छु दाजुले एकदम केयर गरेर छुरीले आपालाई बोलाउँ केक खानु हामीलाई चाहिँ हातले पर्दा अपा बोलाउनुहोस् स्पिड 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 ढिलो हुन्छ छिटो ए भाउजूलाई आमामा अघि नै लडाइसकेको रहेछ नि त ल बाई ल अहिले खोइ कता भन्छु पर्दा? चलाउँदैछ गरम पो भयो बेसी हाँसेर यो चाहिँ राख्नु पर्यो त्यो कभरमा खै त कबु केक त अन्त खिलाएकै छैन नि त अन्त ल ओके थ्याङ्क यू अब ल उयो हाल्ने कुकुर अब पार्टी साट ल पार्टी सुरु आजको पार्टीमा चाहिँ हाम्रो केही छैन बुङ्गुरको खुट्टा छ र भैँसको खुट्टा बस त्यति मात्रै हो खाने जाने ल आमा झिलिली भएछ पुरा तपाईँको अर्किड डल्लै झिलिली भएछ भाउजू हुन्छ झरिहाल्छ झन् दाम बेसी पर्छ दाम बेसी पाइन्छ यसो गरी झरिहाल्छ भएको अर्किड अन्त ल्या नगर्नु न झर्छ नगर्नु कस्तो राम्रो देखिरहेको छ त्यति छोड्नु नि राम्रो देखिरहेको लगाइदिएको भाउजू छ ठिक छ पाक्यो आमा जस टेस्ट मात्रै हो अहिले बढे माम्ची आमा, बढिया ओहो विजय सर बढिया वाला ल थ्याङ्क यू तिम्रो हड्डी यहाँ चाहिँ हाम्रो फेरि सुप एकदमै तयारी छ हो त्यो गोटोको ढोलोले फेरि यहाँ वाइ वाइ बनाउँदैछ है त चटपटा अझै दलदल भएको छैन है त अब एकछिनमा हुन्छ होइन के दल्दैन लत त बनाउँछ नि त चिप्लो बनाएर खसिरहेको हेब्बी कति स्टार चाहिँ दिइहाल्यो अब तिमीले ताजकोलाई स्टार्ट आगोको स्टार 5 सबै गरेर 5 10 10 मा 10 10मा 10 अरे त फर्स्ट डिभिजन यो लु सुपको मजा लिउँ त लिएन भर त ओके आमा हेब्बी निक्लेछ नि लाचामा भएछ उसले घोप्टाउँछ होला किन त्यति भएर हो छ भाउजूको कोइला कोइला नि छ सेतो बोरामा अर्किडको लागि राम्रो छ यहाँ चाहिँ हल्का कोइला मात्रै निकालेर चाहिँ पानी हाल्दै होइन त भिजाउने सिन त्यो चाहिँ किन हो यो फुलको लागि अर्किडको अलिकति लागि भिजाएर देखाइदिनु नि त अन्त ट्यासै कोइला बनाउनु चाहिँ अब यसरी बनाउनु पर्यो नि त होइन रातभरि अर्किडको लागि पनि भयो साङहरू बाल्नु पनि भयो भयो नि जाडोमा अलिकति छ भने ताप्नु पनि भयो ताप्नु पनि भयो तातो छैन
त्यस्तो तातो छैन, तातै छ कि। बुमर भन्दा दामी भएछ हौ दाइ त। बुमर भन्दा दामी भएछ त। बिहानदेखि बसाएर गलाइदिएको कति घन्टा पकायो? आफ्नो आफ्नो खुवाइ चाहिँ यहाँ डोजर अलग्गै छ, यहाँ भैँस अलग्गै छ। आज की शाम लौरे की नाम। Cheers! ल राख्नु हुँदैन यो चाहिँ, राख्नु हुँदैन। राख्नु हुँदैन चियर्स भनेपछि त। हो यतिको चाहिँ हुनु पर्यो नि त। आम्मा रिल्याक्स, इट्स ओके भडदा। रिल्याक्स। कन्ट्रोल छ भडदा। त्यसो गर्दा त्यसको भनेपछि यो फेरि थपिदिनु पर्ने। बुढोले सक्यो त अन्त। चेस गरेपछि त्यस्तो हो नि त, होइन भयो त? बस ठिक छ है चाना अब। दामी अलिकति भजु देखाइदिनु पर्यो तपाईँको पनि कला गरेर तानेर क्या। त्यसले हड्डीलाई यसरी चुमा खायो भने त अन्त खतमै हुन्छ त। अन्त मासी भित्र रहेछ नि त है, तान्नु पर्ने रोटले तान्नुपर्छ गरेर। जसले तान्ने त के आउँछ नि सिस्टम। यो ढोलो र मैले खाइसकेको होइन। यहाँ चाहिँ हाम्रो भात चल्दैछ है सफाइ हो। अलिकति अब दाजुले यत्रो मेहनत गरेर बनाएपछि त भाइले फेरि अलिक क्लियर त गर्नु पऱ्यो नि त होइन भाउजू? कि कसो ठिकै हो, ठिकै हो? बनाउनु पर्यो। पर्दैन कि पर्दैन भन्छ भाउजूले फेरि हो। कहाँ पर्दैन होइन भाउजू? भाउजू र म गरिहाल्छु भनेको भन्दैन। मिलिजुली भएर गरिदिएको नि त। भाउजूले फुलहरू बाहिर पुऱ्याउनु भयो हो, सघाइदिएँ मैले नि अलिअलि बोजूलाई होइन। लु भाउजू ल्याउनु पऱ्यो यसको उठाउने डस्ट प्यान्ट चाहिँ ल्याउनु पऱ्यो, प्यान्ट। ठिक छ भाउजू राख्नु। हजुर यति चाहिँ पड्काएछ हामीले, ठिक छ? ठिक छ। अघि नै मैले लौरेर मैले गर्छु भनेको मान्दै मानेन बर्थडे भइलाई बिचार कहाँ दुःखादी बस्छ। है। बोलायो बर्थडे भन्दा बढाल्नु लगायो भन्ने पऱ्यो फेरि होइन, भन्नु त भन्दैन भाइ, म अप्ठ्यारो हुन्छ नि भाइलाई कसरी लगाइबस्छ। सोच्दैन होइन सोच्दैन, गरिदिन्छ कि भाइ पनि। यो फेरि सिस्टम छ कि दादाको सिस्टम ड्यासौ बिस्तारी 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 छ्याक। कस्तो हजुर दामी। यत्रो अटोमेटिकहरू छ भने भन्दैन त अन्त अस्ति नै। हाम्रो खुट्टा एकदम रेडी भइसकेको छ हो। अब हजुरहरूलाई बताउने हाम्रो खुट्टाहरू कस्तो चाहिँ रेडी भएछ। वाउ मस्त। आम्मा भन्छ अन्त पाकेछ जुलुम चौतारी। बस यसलाई पाक्नु चाहिँ तर बहुत समय लाग्यो हो। 11 बजीदेखि पकाएको यो चाहिँ 11 बजीदेखि हो र? हो नि, तपाईँहरू आएको त 11:30मा आएको नि त हामी भात खाने बेलामा। टाइम लाग्यो यसलाई चाहिँ पकाउनु है त। अनि त्यस्तै हो कथा। अब हामी मजाले खाना खान्छौँ, खाना खाएर अब हामी घर जान्छौँ आफ्नो आफ्नो घर। लौरीलाई तलसम्म छोड्नु जानुपर्छौँ होइन। अनि आज जस्तै भयो नि हाम्रो बर्थडे त थाहा थियो तिम्रो आज गर्ने हो भनेर तिमीलाई पनि, तर आज यसरी हामीले बगैँचामा, खासमा त हामी जङ्गल जानुपर्ने थियो होइन, तर जङ्गल टाइपकै बनाउनुपर्छ बरु त। एकदम एकदम के अरे अर्किडको बिचमा, फुलहरूको बिचमा बसेर चाहिँ केक लडाउनु पर्छ भने। खासमा चाहिँ मैले सोचेको थिएँ हात मात्रै छिर्ने, तर भरु दाइले अलिक फाकै बनाउनु। के चाहिँ भन्नु चाहन्छु बर्थडे भएपछि नदेख्नु अन्त। त्यसको फर्स्टमा त अब के भन्ने, अब धेरै धेरै धन्यवाद भन्न चाहन्छु हृदयबाट। अब यस्तो चाहिँ फर्स्ट टाइम होला लाइफमा यस्तो खाले बर्थडे बनाएको कि अब फुलै फुलको बिचमा अब क्या अब एउटा आफूलाई अब धेरै ठुलो गर्व लाग्यो क्या। लकी हो बगैँचाको बिचमा कसैको भएको देखेको छैन जिन्दगीमा मैले। है न पिक्चर होस् सिक्चर होस्
कसैले सोचेको पनि छैन होला यसरी त्यो बर्थडे मनाउनु पर्छ होइन। यो चाहिँ एकदम यो आइडिया चाहिँ कसको फेरि यहाँ सोध्नु पऱ्यो म्यानेजरलाई। कसको भएर त बसको बस यो चाहिँ अब 100 मा 110% चाहिँ दामी र सक्सेस पनि भयो हाम्रो है। अब त्यस्तै हामी मिठो खानाहरू खाएर घर जान्छौँ है। आपालाई हामीले मासुहरू पुऱ्याइदिइसकेको छौँ। अब खाना खानु अगाडि आपालाई नै पहिला हामी खाना पुऱ्याउँछौँ, त्यसपछि हामी मजाले खाना खान्छौँ, घर जान्छौँ। अनि आजको लागि चाहिँ यति नै। हजुरहरूलाई कस्तो लाग्यो प्लिज कमेन्ट लाइक सेयर गरिदिनु होला। नयाँ हो भने झ्याम्मै सब्सक्राइब पनि गरिदिनु होला है त। Thank you for watching this video. Okay, bye-bye and take care. Love you to family. डिनरमा चाहिँ यस्तो हुन्छ हाम्रो हेर्नुहोस् पन्युमा चाहिँ कस्तो खतरा छ एकदमै अर्ग्यानिक। यो चाहिँ हजुरलाई लास्ट सिन मात्रै देखाएको चाहिँ मैले थपेको सेकेन्ड ट्रिप होइन। ए यस्तो ड्यामी होला। ओके लौरे फिनिस्ड टु गुड बडा एउटा मिठो डिनर गर्दैछ है त।